खै हर्का दाइ हामी दुःखको समयमा छौँ यो देश बचाउनको लागि र मलाई आशा छ तपाईँमा म तपाईँको साथमा छु तर भोट दिने बेलामा म हुँदिनँ। समयले मलाई कतै तानिसकेको छ र समय आइसकेको छ म जाने, किनभने हाम्रो देशमा धेरै गाह्रो छ। किनभने हामी जस्तो युवाहरूले एउटा रोजगार नपाएको कारणले हामी विदेशिनु बाध्यता छौँ र म यो भिडियोबाट भन्छु र यो भिडियो तपाईँ बासमा पुग्छ पुग्दैन त्यो त थाहा छैन। जतिजनाले सेयर गरेर पुर्याइदिन्छ यो भिडियो अवश्य सुनिदिनु होला। हामी जस्तो युवा चाहिँ दाइ बाध्यताले पर्दिछौँ र अबको केही वर्ष पछाडि फर्किँदा यो देश छोड्नु मन नलाग्ने बनाइदिनु होला, किनभने तपाईँमै आशा भरोसा छ र अरू लिडर पनि छ तर यो देशको लागि छैन, यो कमाउनको लागि छ अरू लिडर। तपाईँ भनेको एउटा आशा व्यक्ति, तपाईँ भनेको एउटा अन्यलाई अत्याचारलाई तोड्ने तपाईँ हुनुहुन्छ। पहिला प्रचण्ड सर हुनुहुन्थ्यो, हाम्रो प्रचण्ड सरले पनि केही कुराहरू अधिकारको कुराहरू यसरी बोल्ने अधिकारहरूको कुरा दिनुभएको थियो र उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। किनकि हामी जस्तो पछुतिएको व्यक्तिले यसरी भिडियो बनाएर बोल्नु पाउँदा र उहाँकै कारणले सायद उहाँको होइन, उहाँको साथमा लिडरको साथमा हिँड्ने हाम्रो हजारौँ 10,000 सायद 17,000 हाम्रो बलिदान त्याग दिने। तर यो भिडियो कस्तो लाग्छ त्यो ट्यागले हामीले अहिलेसम्म सम्पूर्ण बोलिरहेछौँ र एकअर्काले आफ्नो बारेमा बोल्ने अधिकार दिनु भएको छ र उहाँहरूलाई सहितलाई पनि सलाम छ भन्न चाहन्छु। र यो देशको लागि बचाउने भनेको हर्कन साम्पम बाहेकहरू मैले कहीँ पनि देखिनँ र हाम्रो आदरणीय हर्कन साम्पम सर तपाईँले यो देश बचाउनु होला र म त अब केही समय मात्रै छ, तपाईँको चुनावसम्म बस्ने अधिकार त हामीलाई छैन। आइज भनेपछि आउनै पर्छ, जा भनेपछि जानै पर्ने भयो स्थिति। र हाम्रो बालन सरलाई चाहिँ म भन्न चाहन्छु यो भिडियोबाट, तपाईँलाई फेरि फेरि टिकट विदेश पठाउँछु भन्नुहुन्छ दाइ, तपाईँले पठाएर मात्रै हुँदैन, उताको राजदूतले त मान्दैन होला नि त, उताको सरकारले मान्दैन होला। त्यो भएको कारणले नबोल्नु होला, नपक्ने कुराहरू भन्न चाहन्छु। तपाईँलाई पनि यो चुनावी मलमा शुभकामना छ र तपाईँले पनि सपोर्ट गर्नु होला। आफू प्रधानमन्त्री होइन, कसैलाई प्रधानमन्त्री दिएर अघि बढ्न सक्नुहुन्छ भने त्यो सपोर्ट दिनु होला भन्न चाहन्छु। र बिना ढेउवाको विदेश कोही पनि जान सकिँदैन दाइ, मैले पनि तिर्दैछु 3 लाख रुपियाँ पैसा, बिना ढेउवाको होइन के दाइ। यो चाहिँ म भन्न चाहन्छु तपाईँलाई, यो बिना ढेउवाको विदेश पठाउँछु, बिना ढेउवाको पढाउँछु यो चाहिँ नभन्नु होला ल। सरहरूको पनि घर परिवारमा खानु पर्ला नि त, थाहा होला नि त। तपाईँले पो अब अहिलेसम्म नगरपालिकाको कति बचत आयो भन्ने कुरा तपाईँले पो देखाउनु भएको छैन जनता माझमा। र तपाईँलाई म पहिला तपाईँको समर्थनमा भएको मान्छे हो, अहिले चाहिँ तपाईँदेखि टाढिएको हो के। देखाउनुहोस् तपाईँले, मैले यति खर्च गरेँ यो गरेँ भन्नुभएको भए तपाईँको बिचमा अझै हजारौँ जनता हुन्थ्यो। र जय माटो भन्न चाहन्छु, भोट चाहिँ माटोमा दिनु होला। घन्टी भनेको देखेन, रवि दाइ त पहिल्यै नम्बरमा मलाई 1 नम्बरमा नमन पर्ने देशको नेता भइरहेछ। रवि दाइलाई म भन्न चाहन्छु कि पहिला तपाईँ पत्रकारमै राम्रो हुनुहुन्थ्यो, तर पछिबाट तपाईँले यति राम्रो मान्छे हुनुभएको भयो नि, र तपाईँले यति राम्रो मान्छे हुनुभएको भयो नि, तपाईँले जिबी राईलाई पक्रेर तपाईँ जाने जेलमा उसलाई लगाउनुहुन्थ्यो क्या दाइ। तर तपाईँ सुरु जानुहुन्छ, सुरु आउनुहुन्छ के, तर त्यो बानी होइन। किन जिबी राई भागिरहेछ, किन गरिबको पसिना खाएर? तपाईँ हो नि त त्यो भन्न चाहन्छु म। यो भिडियो कस्तो लाग्छ सबैले लाइक सेयर गर्नु होला। रविको बारेमा चाहिँ मलाई एकदम रिस उठ्छ, जिबी राई पक्रेर देखाओस् रविले, त्यहाँनिर रविलाई हो रहेछ भन्छु।